अहिले पनि साथीहरु छटपटाइरहनु भएको छ। यसकारण अब हामी पटक पटक यो देशका लागि रगतको बलिदान दिन चाहन्नौं। हामी चाहन्छौं शान्तिपूर्ण जनविद्रोह गरेर तपाईहरु अब सरेन्डर गर्नुहोस्, आत्मसमर्पण गर्नुहोस् गणतन्त्रका साथीहरु। होइन भने हामी यो तीन कुनेबाट कहाँ गइन्छ भन्ने कुरो ठेगान छैन। यो मर्न लागेको बौला गरेका व्यक्तिहरु हामी बौला हो। हाम्रो केन्द्रीय अध्यक्षले भनेको हामी बौला हो। हामी यो बौलाहरुले कुनै बेला राजसंस्था फाल्यो। अब कुनै बेला यो बौलाहरुले राजसंस्था ल्याउँछ। गणतन्त्रलाई पनि कुनै बेला स्थापित गरे बौलाहरुले। अब यी बौलाहरु यो देशमा 20 वर्षसम्म चुनाव नभइकन हाम्रो आदरणीय केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईले नेतृत्व गर्नुहुनेछ, नागरिकको सरकार बनाउनुहुनेछ। मैले राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवलाई पनि मैले यहाँ मौसुफ सरकारलाई अनुरोध गर्न चाहन्छु, एकपटक मात्रै दुर्गा प्रसाईले यो सत्ताको हात बागडोर सम्हाल्यो भने मान्नुहोस् यो देशमा 5 वर्षमा गरिबी हट्छ, 5 वर्षमा उद्योग धन्दा सञ्चालन हुन्छ, 5 वर्षमा भूमि उनीहरूले लालपुर्जा पाउनुहुन्छ, 5 वर्षमा किसानहरूले मल बिउ निशुल्क पाउनुहुन्छ, 5 वर्षमा शिक्षा स्वास्थ्य निशुल्क हुन्छ, 5 वर्षमा यो देशलाई हामीले काँडे तार लगाएर हामी यो देशलाई सम्पन्न देश बनाउनेछौँ। हाम्रो धर्म र संस्कृति हामीले बचाउनेछौँ। मेरो आँखाबाट आँसु बगिरहेको छ। यी दलाली तस्करी नेतालाई तपाईँ हामीले सबैले बिदा गर्नुपर्ने छ। मैले यो अनौपचारिक कार्यक्रमको बीचमा तपाईहरुबाट मैले तपाईहरुको बीचबाट भनिरहेको कुरा के हो भने अब साँच्चै देश बदल्ने हो भने तपाई हामीले रगत हो कि पानी हो तपाईहरुको, मलाई त्यसको जवाब दिनुस्। तपाईहरुको शरीरमा पानी बगेको छ भने तपाईहरु गणतन्त्रवादीसित लाग्नुहोस्, पार्टीका झोलेर कार्यकर्ताहरु बन्नुहोस् र अझै पनि यो देशलाई कंगाल बनाउनुहोस्। हैन, तपाईहरुको शरीरमा रगत बगेको छ भने, हिमाल बगेको छ भने, पहाड बगेको छ भने, तराई बगेको छ भने, हिन्दुत्व बगेको छ भने, धर्म र संस्कृति बगेको छ भने तपाईहरुले अब यो देश बचाउनु छ, मातृभूमि बचाउनु छ, धर्म र संस्कृति बचाउनु छ। यसैले त म तपाईहरुसँग बारम्बार निवेदन गर्न चाहन्छु, साथीहरु तपाई हामी अब यो कुरुक्षेत्रको लडाईमा, यो महाभारतको लडाईमा हामी जनआन्दोलन भाग 3 लिएर हामी जनविद्रोहको लागि तयार भएका छौं र कुनै शक्तिले हामीलाई कर्के मात्रै नजरले हेर्यो भने साथीहरु चिम्टा तयार गरेर त्यो कर्के आँखा छेड्नु होला। म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, कसैले कर्के आँखाले मात्र हेर्यो भने त्यो रातो जिरले त्यसको आँखा घोच्नु होला। तब मात्र हाम्रो मनले शान्ति पाउँछ, नेपालीले शान्ति पाउँछ, यो मुलुकले शान्ति पाउँछ, देवी देवताले शान्ति पाउँछन्। यसकारण यो लडाई महाभारतको कुरुक्षेत्रको लडाई हो भन्ने कुरा मैले तपाईलाई राख्दै यो अनौपचारिक कार्यक्रममा मलाई बोल्ने अवसर दिनुभएकोमा म प्रशिक्षण विभागको तर्फबाट सबै साथीहरूलाई र देशभरिबाट आउनुभएका तमाम केन्द्रीय सदस्यहरू, सचिवालयहरू सदस्यहरू, विभागीय प्रमुखहरू, जिल्ला अध्यक्षहरू, वडादेखि नगर स्तरीय समितिका साथीहरू, विभागीय साथीहरूलाई हृदयदेखि आभार व्यक्त गर्दै यो राष्ट्रिय झण्डा मैले उठाए। जय राष्ट्रवाद, जय राष्ट्रवाद, जय राष्ट्रवाद। हाम्रो राजा हाम्रो देश पहाड भन्दा प्यारो छ। हाम्रो राजा हाम्रो देश। दुर्गा दुर्गा आऊ देश बचाऊ, दुर्गा आऊ, दुर्गा आऊ। नागरिक बचाऊ महाअभियान जिंदाबाद, नागरिक बचाऊ महाअभियान जिंदाबाद, जिंदाबाद। दलाल तस्कर माफिया मुर्दाबाद, मुर्दाबाद। गणतन्त्र मुर्दाबाद, मुर्दाबाद। गणतन्त्र धोका हो, गणतन्त्र धोका हो, धोका हो, धोका हो। त्यसैले तपाईं हामी सबै मिलेर यो कटिबद्ध नारा, भद्र नारा हामीले लगाउँदै यी गणतन्त्रका दलालहरूलाई अब सिंहदरबारदेखि बालुवाटार